नमस्कार दर्शकवृन्द, कार्यक्रम तेह्रथुम चिनारीमा तपाईलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता बबिता राई। कार्यक्रम तेह्रथुम चिनारी हरेक महिनाको 1 गते र 15 गते सेवा मिडिया हाउसद्वारा सञ्चालित pinjretimes.com को अफिसियल फेसबुक पेज मार्फत हेर्न सक्नुहुनेछ। हामी कार्यक्रम तेह्रथुम चिनारीमा तेह्रथुम जिल्लामा रहेका पर्यटकीय, धार्मिक अनि ऐतिहासिक स्थलहरूको बारेमा जानकारीमूलक सामग्री प्रस्तुत गर्नेछौं, जसबाट तेह्रथुम जिल्लाको पर्यटन प्रवर्धन अनि विकास र समृद्धिमा केही मात्रामा भए पनि टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं। आजको अंकमा हामीले तेह्रथुम जिल्लाको आठ्रे गाउँपालिका 2 खाम्लालुङमा रहेको झाँक्री गुफाको बारेमा जानकारीमूलक सामग्री प्रस्तुत गर्नेछौं। यो हो तेह्रथुमको आठ्रे गाउँपालिका 2 खाम्लालुङ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा। प्राकृतिक सुन्दरताको दृष्टिले अत्यन्तै मनमोहक झाँक्री गुफामा पछिल्लो समय हरेक दिन आन्तरिक पर्यटकको चहल पहल हुने गरेको छ। छिनछिनमै बदलिरहने मौसमले झाँक्री गुफा पुग्ने पर्यटकलाई रोमाञ्चक अनुभूति दिलाउँछ। झाँक्री गुफा छिनमै बादलको घुम्टोभित्र लुक्छ अनि छिनमै बादलको घुम्टो हटाएर मुस्कुराउँछ। खिलिरहँ लाग्ने चौर, ससाना बुट्यान र थुम्का थुम्की अनि चिसो बतासको स्पर्शले झाँक्री गुफा पुग्ने पर्यटकलाई आह्लादित बनाउँछ। झाँक्री गुफा यहाँको कात्तिके सामुदायिक वन क्षेत्रभित्र रहेको छ। झाँक्री गुफामा पर्यटक आकर्षित गर्न स्थानीय पाहिम परिवारले सिलाम साक्माको स्तम्भ निर्माण गरेका छन्। उक्त सिलाम साक्मा स्तम्भलाई हालसम्म निर्मित संसारकै अग्लो दावी गरिएको छ। त्यस्तै आमा भ्यू टावर, बहुजातीय संग्रहालय, पुस्तकालय, फुड ट्र्याक, परम्परागत घर, रोटेपिङ जस्ता संरचना निर्माण गरिएका छन्। संघीय सरकारको शहरी विकास मन्त्रालय, प्रदेश सरकार, आठ्रे गाउँपालिका, कात्तिके सामुदायिक वन उपभोक्ता समूह र विभिन्न सहयोगी दाताहरूको सहयोगमा ती संरचना निर्माण गरिएको आठ्रे गाउँपालिकाका उपाध्यक्ष बलिराज इङनामले बताउनुभयो। हालसम्म करिब 5 करोड़ रुपैयाँ बराबरको विभिन्न संरचना निर्माण भएको कात्तिके सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपी ढुङ्गानाले बताउनुभयो। कात्तिके सामुदायिक वनको 40.80 हेक्टर क्षेत्रफल मध्ये 2.5 हेक्टर क्षेत्रफल झाँक्री गुफा क्षेत्रले ओगटेको छ। झाँक्री गुफा हुँदै फेदाब गाउँपालिकामा अवस्थित ह्यातलुङ झरनासम्म जोड्ने फुट ट्र्याक निर्माणाधीन अवस्थामा रहेको छ। समुद्र सतहबाट 2200 मिटर उचाइमा रहेको झाँक्री गुफा दृश्यावलोकनको निम्ति पनि उपयुक्त गन्तव्य मानिन्छ। यहाँ निर्मित आमा भ्यू टावरबाट कञ्चनजंघा हिम श्रृंखला, प्रसिद्ध धार्मिक एवं मुन्धुमे स्थल मुकुमलुङ पाथिभरा डाँडासँगै तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा र शङ्खुवासभासम्मका सुन्दर दृश्यहरू निहाल्न सकिन्छ। यहाँ रहेको 22 मिटर लामो प्राकृतिक गुफाबाट यसको नाम झाँक्री गुफा रहन गएको हो। पहिले उक्त गुफामा वन झाँक्री बस्ने गरेको किम्वदन्ती छ, त्यसैले यसलाई झाँक्री गुफा भनिएको स्थानीय बताउँछन्। गुफाबाट चाडपर्वको समयमा नौमती बाजाको धुन गुन्जिने गरेको स्थानीयको भनाइ छ। गुफा रहेको प्रवेशद्वारमा सेती देवीको मन्दिर रहेको छ, त्यसैले झाँक्री गुफा धार्मिक रूपले समेत महत्वपूर्ण छ। झाँक्री गुफा आठ्रे क्षेत्रको पुरानो व्यापारिक केन्द्र, हाल आठ्रे गाउँपालिकाको सेवा केन्द्र रहेको संक्रान्ति बजारबाट 3.5 किलोमिटरको दूरीमा अवस्थित छ। संक्रान्ति बजारदेखि सवारी साधनबाट 15 मिनटमै मजाले झाँक्री गुफा पुग्न सकिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकले रुचाएको पर्यटकीय गन्तव्यको रूपमा चिनिएको झाँक्री गुफा क्षेत्रको नेचुरालिटीलाई नबिगारी पर्यटन प्रवर्धनका काम गर्ने प्रयास जारी रहेको कात्तिके सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपी ढुङ्गानाले बताउनुभयो। झाँक्री गुफाको विकास र प्रचार प्रसारमा आठ्रे गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको भनाइ छ। हवस् त दर्शकवृन्द, कार्यक्रम तेह्रथुम चिनारी आजलाई यति नै। कार्यक्रमको अर्को अंकमा फरक विषय अनि प्रसंगका साथमा उपस्थित हुनेछौं। कार्यक्रम हेरिदिनुभयो तपाईलाई धेरै धेरै धन्यवाद। विशेष गरी यस कार्यक्रमलाई प्रायोजन गर्नुहुने आठ्रे गाउँपालिका 7 थोक्लुङ घर भई हाल युकेमा बसोबास गर्नुहुने ताराबहादुर कन्दङबाज्यूलाई पनि विशेष धन्यवाद। कार्यक्रम तेह्रथुम चिनारीको अर्को अंकमा फरक विषय अनि प्रसंगका साथमा उपस्थित हुने नै छौं। आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।